नमस्कार। आज हामी साइबर सुरक्षाको एउटा महत्त्वपूर्ण विषय फिशिङ आक्रमणबारे कुरा गर्दैछौं। कल्पना गर्नुहोस् तपाईँ रातमा आफ्नो मोबाइल फोन प्रयोग गर्दै हुनुहुन्छ। अन्ध्यारो कोठा, केवल स्क्रिनको प्रकाश। अचानक एउटा सूचना, नोटिफिकेसन पपअप हुन्छ। अत्यन्त जरुरी, तपाईको बैंक खाता रोकिएको छ। यस्तो अत्यावश्यक सन्देशले तपाईलाई तुरुन्तै कार्य गर्न दबाब दिन्छ। तर के यो सन्देश साँच्चै साँचो हो कि एउटा जाल? अब हामी बुझौं यो जाल वास्तवमा के हो। फिशिङ भनेको एउटा नक्कली सन्देश हो। यो इमेल, एसएमएस वा सामाजिक सञ्जाल मार्फत आउन सक्छ। यसको उद्देश्य भनेको प्रयोगकर्तालाई संवेदनशील व्यक्तिगत जानकारी दिनका लागि धोका दिनु हो। फिशिङ आक्रमण एक चरणबद्ध प्रक्रिया हो। हेरौं यो कसरी हुन्छ। तपाईले एउटा नक्कली सन्देश पाउनुहुन्छ। सन्देशमा रहेको शंकास्पद लिङ्कमा क्लिक गर्नुहुन्छ र एउटा नक्कली लगइन पृष्ठ खुल्छ। तपाईले त्यहाँ आफ्नो युजरनेम र पासवर्ड जस्ता महत्त्वपूर्ण विवरणहरू भर्नुहुन्छ। यो डाटा तुरुन्तै ह्याकर कहाँ पुग्छ। तपाईको एक क्लिकले ह्याकरहरूलाई तपाईको निजी जानकारी चोरी गर्न मद्दत गर्छ। फिशिङ धेरै प्रकारले आउन सक्छ। यसका सामान्य उदाहरणहरूमा बैंकको नक्कली एसएमएस स्क्याम, नक्कली फेसबुक लगइन पृष्ठ वा ठूलो पुरस्कार जितेको भन्दै आउने सन्देशहरू पर्दछन्। यी सन्देशहरूमा हिज्जे त्रुटि वा अपरिचित लिङ्कहरू जस्ता कमजोरीहरू हुन सक्छन् जसले गर्दा यो नक्कली हो भनेर चिन्न सकिन्छ। यदि तपाईँ फिशिङको शिकार हुनुभयो भने यसका गम्भीर परिणामहरू हुन सक्छन्। तपाईको बैंक खाताबाट पैसा चोरी हुन सक्छ, सामाजिक सञ्जाल खाता ह्याक हुन सक्छ र तपाईको व्यक्तिगत डाटा सार्वजनिक हुन सक्छ। यसले आर्थिक नोक्सानीसँगै मानसिक तनाव पनि दिन सक्छ। तर तपाईँ आफैलाई सुरक्षित राख्न सक्नुहुन्छ। यहाँ केही महत्त्वपूर्ण सुझावहरू छन्। अज्ञात लिङ्कहरूमा कहिल्यै क्लिक नगर्नुहोस्। युआरएल ध्यान दिएर जाँच गर्नुहोस् र आफ्नो ओटिपी कोड कसैलाई नदिनुहोस्। सुरक्षाका लागि टु स्टेप भेरिफिकेसन प्रयोग गर्नुहोस्। सधैँ सोचेर मात्रै क्लिक गर्नुहोस्। सतर्क बन्नुहोस् र आफ्नो डिजिटल जीवनलाई सुरक्षित राख्नुहोस्। धन्यवाद।